नमस्कार साथीहरू, स्वागत छ तिमीहरूलाई एलोटियम नेपालमा। अघिल्लो भिडियोमा हामीले हेर्यौं क्लेन एउटा साधारण मान्छेको रूपमा यो नयाँ संसारमा आएको थियो। जागिर थिएन, पैसा थिएन, तर उसँग दिमाग थियो र त्यही दिमागले उसलाई नाइट हकसम्म पुर्यायो। अब यो भिडियोमा कहानी झनै इन्ट्रेस्टिङ हुँदै जानेछ, किनकि क्लेनलाई थाहा छ यो संसार उसले सोचे भन्दा धेरै ठुलो छ र उसको यात्रा बल्ल सुरु भएको छ। ल सुरु गरौँ। नाइट हक्सको अन्डरग्राउन्ड हेडक्वार्टरमा क्लेनको मेन्टर ओल नेलले उसलाई केही पेपर दिए। यो हेर, इम्पेरर रोजेलको डायरीका 3 पाना। क्लेनले हेर्यो र उसको सास रोकियो। त्यो डायरी सिम्प्लिफाइड चाइनिजमा लेखिएको थियो। साथीहरू, यो कति ठुलो कुरा हो थाहा छ? यो संसारमा सिम्प्लिफाइड चाइनिज अस्तित्वमै छैन। यो भाषा हाम्रो अर्थमा मात्र छ। त्यसमाथि क्लेन आफै अर्थबाट आएको ट्रान्समाइग्रेटर थियो। क्लेनको दिमागमा एउटै कुरा आयो, रोजेल, ऊ पनि म जस्तै हो, हाम्रै संसारबाट आएको। र अनि उसले त्यो डायरी पढ्न थाल्यो। डायरीमा रोजेलले लेखेको थियो, बियोन्डर पोसन डाइजेस्ट गर्न पिउनु मात्र पर्याप्त छैन, त्यो क्यारेक्टर नै भएर एक्चुअली बाँच्नुपर्छ। एक्टिङ नै सर्भाइभल हो। यो जानकारी क्लेनको लागि गोल्ड नै थियो। साथै त्यहाँ एउटा रहस्यमय नाम पनि थियो, फरसेकन ल्यान्ड अफ गड, र एउटा मिस्टेरियस फिगर, अँध्यारोमा ट्र्याप, जसको आवाज फुल मुनको रातमा आउँछ। को थियो त्यो? क्लेनलाई थाहा थिएन, तर उसलाई यो थाहा थियो कि यो डायरीले उसको बाटो देखाउन सक्थ्यो। अरूलाई यो डायरी बेकार कागज लाग्न सक्थ्यो, तर क्लेनको लागि यो खजाना थियो। एक रात क्लेन आफ्नो कोठामा थियो अनि अचानक आवाज आयो कोठाभित्रबाट। भाइ कोही थियो त्यहाँ। क्लेनको डेस्क खोल्दै सामान चोर्दै थियो। अब साधारण मान्छे भए के गर्थ्यो? चिच्याउँथ्यो, भाग्थ्यो, पक्कै डराउँथ्यो। तर क्लेनले रिभल्भर उठायो, एम गर्यो अनि एकदमै शान्त स्वरमा भन्यो, प्लिज सर, बिस्तारै घुम्नुहोस्। हात चलाउनु भयो भने गोली चल्न सक्छ। चोरलाई पनि सर, यो मान्छेको लेभल अर्कै छ। यो इन्ट्रुडर भाग्यो, तर बाहिर क्याप्टेन डन स्मिथ पहिलेदेखि नै वेट गर्दै थिए। डनले उसको सपनामा गएर यो इन्ट्रुडरलाई पकड्यो। पछि डनले एक्सप्लेन गरे, सिक्रेट अर्डर भन्ने एउटा एन्सियन्ट अर्गनाइजेसनले एन्टिगोनस फ्यामिलीको नोटबुक खोज्दै थियो। त्यही नोटबुक जो क्लेनको साथी वेल्चले किनेको थियो, यो पढेर वेल्च र नायाले सुसाइड गरेको थियो। यो घटनापछि डनले क्लेनलाई एउटा यस्तो क्वेसन सोधे जसले क्लेनको जिन्दगी बदल्नेवाला थियो। क्लेन, तिमी बियोन्डर बन्न चाहन्छौ? क्लेनसँग 2 अप्सन थिए। पहिलो, धैर्य गर, अफिसियल स्लिपलेस पोसनको प्रतीक्षा गर। सेफ थियो तर स्लो। दोस्रो, अहिले इन्कम्प्लिट सिक्वेन्स लिने, सियर वा मिस्ट्री प्रायरको। डनले सियरको बारेमा भन्यो। सियरले सत्य देख्न सक्छ, भविष्यको झलक देख्न सक्छ, तर एउटा क्याच पनि छ, सियरले चाहेर पनि झुट बोल्न सक्दैन, आफ्नै मनले अलाउ गर्दैन। क्लेनले मनमा नै पक्का गर्यो, सियर। ओल्ड निलले क्लेनलाई एउटा भायल दिए, सियर पोसनको। क्लेनले त्यो उठायो, एकछिन हेर्यो र पियो। पहिले केही भएन, अनि सब कुछ बदलियो। उसको आँखा कालो भयो, संसार अँध्यारो भयो, र त्यही अँध्यारोबाट स्पिरिट भिजन एक्टिभेट भयो। तर यहाँ एउटा इम्पोर्टेन्ट कुरा छ साथीहरू, बियोन्डर पोसन पिउनु मात्र पर्याप्त छैन। यदि तिमीले त्यो क्यारेक्टर एक्चुअली बाँच्न सकेनौ र सही तरिकाले एक्ट गर्न सकेनौ भने तिमी करप्टेड हुन्थ्यौ, मोन्स्टर बन्थ्यौ। यही थियो रोजेलको डायरीको ज्ञान, र क्लेनलाई त्यो पहिले नै थाहा थियो। ओल्ड निलले स्पिरिट भिजनको स्विच सिकाए। निधारमा 2 पटक टक टक, स्पिरिट भिजन अन, फेरि 2 पटक टक टक, स्पिरिट भिजन अफ। क्लेनले ट्राई गर्यो। पहिलो पटकमै उसले फरक संसार देख्यो, मान्छेहरूको औरा, आत्माहरूको प्रिजेन्स, रङहरू जो सामान्य आँखाले देख्न सकिँदैन थियो। ओल्ड निलले हाँस्दै भने, नयाँ बियोन्डरलाई टाउको दुख्छ, हेलिसिनेसन आउँछ, यो एकदमै नर्मल हो। क्लेन थाकेको थियो, तर एक्साइटेड पनि। उसको असली यात्रा अब बल्ल सुरु भएको छ। साथीहरू, अब आउँछ यो पार्ट जुन एलोटियमलाई अरू सबै नोभलभन्दा फरक बनाउँछ। क्लेनको एउटा स्पेसल एबिलिटी थियो, ऊ ग्रे फगमा जान सक्थ्यो। यो एउटा मिस्टिरियस स्पेस थियो, न संसार न सपना, बीचको कुनै ठाउँ। र त्यही ठाउँमा क्लेनले एउटा डिभाइन प्यालेस बनाएको थियो। अग्लो ब्रन्च टेबल, 22वटा हाइब्याक चेयर, कस्मिक एटमोस्फेयर, जहाँ हेऱ्यो त्यहीँ तारा। त्यही प्यालेसमा उसले द ट्यारो क्लब सुरु गरेको थियो। आफूलाई मिस्टर फुल भन्थ्यो, एउटा रहस्यमय, अल नोइङ, गड लाइक एक्जिस्टेन्स। तर साथीहरू, रियालिटी के थियो थाहा छ? ऊ एउटा गरिब यङ म्यान थियो, पकेटमा पैसा थिएन, तर त्यही प्यालेसमा एकदम गड जस्तो देखिन्थ्यो। यही थियो क्लेनको सबैभन्दा ब्रिलियन्ट मुभ। ट्यारो क्लबमा 2 मेम्बरहरू थिए। पहिलो द ह्याङ्गम्यान, असली नाम अल्जर विल्सन। यो मान्छे सेलर पाथवेको थियो, स्ट्रोम नियन्त्रण गर्न सक्थ्यो र एकदमै सस्पिसियस नेचरको थियो। अल्जर कहिले कसैलाई सजिलै ट्रस्ट गर्दैन थियो। ट्यारो क्लबमा पनि उसको एउटै रुल थियो, म केही दिन्छु, तिमीले केही दिनुपर्छ, फ्रीमा केही छैन।
उसले मिस्टर फुललाई रेस्पेक्ट गर्थ्यो तर आँखा सधैँ ओपन राख्थ्यो। दोस्रो, जस्टिस। असली नाम अड्री हल। ऊ एउटा नोबल यङ लेडी थिइन्, हाई सोसाइटीमा हुर्केकी, तर उनलाई त्यो ग्ल्यामरस वर्ल्ड बोरिङ लाग्थ्यो। ट्यारो क्लब उसको लागि एउटा एडभेन्चर थियो, एउटा सिक्रेट जो उसले मात्र जान्दथ्यो। अड्री जेन्युनली एक्साइटेड हुन्थिन् हरेक मिटिङमा, क्लाइन्टलाई साँच्चीकै पावरफुल गड मान्थ्यो। हरेक पटक आउँदा गुड आफ्टरनुन मिस्टर फुल, गुड आफ्टरनुन मिस्टर ह्याङम्यान, एकदम खुसीका साथ, एकदम इनोसेन्ट। अब सोच्नुहोस् त साथीहरू, क्लेनको सिचुएसन के थियो? बाहिरबाट एकदमै मिस्टेरियस, एकदमै शान्त, गड जस्तो। भित्रबाट प्लिज कसैले थाहा नपाओस् म एक्चुअली को हुँ। हरेक मिटिङमा क्लेनले स्पिरिट भिजन युज गर्थ्यो, अल्जर र एड्रीको औरा चेक गर्थ्यो, उनीहरू सस्पिसियस छन् कि छैनन्, आफ्नो आइडेन्टिटी थाहा पाए कि पाएनन्। र जब एल्जरले कुनै क्वेसन सोध्थ्यो, क्लेनले एकदमै काम, मिस्टिरियस टोनमा रिप्लाई गर्थ्यो, भेग, मिस्टिरियस, जसरी एउटा गड बोल्छ, सब कुछ जानेको तर केही पनि नभन्ने। र एल्जरले पत्याउँथ्यो। ट्यारो क्लबले इन्फर्मेसन एक्सचेन्ज गर्थ्यो, एउटा सिक्रेट मार्केट प्लेस जस्तो, जहाँ बियोन्डरहरूले आफ्नो जानकारी, पोषण इन्ग्रिडियन्टहरू र पाथवेको सिक्रेटहरू सेयर गर्थे। एल्जरले सीमा भेटेको मिस्टेरियस चिजहरूको बारेमा बताउँथ्यो, अड्रीले हाई सोसाइटीमा सुनेको बियोन्डर रिलेटेड रुमरहरू सेयर गर्थिन्, र क्लेन मिस्टर फुलको रूपमा सबै कुरा सुन्थ्यो, एनालाइज गर्थ्यो र आफ्नो ग्रे फकको ज्ञान युज गरेर कहिलेकाहीँ हिन्ट दिन्थ्यो। तर त्यहाँ एउटा आइरोनी थियो, अल्जर र अड्री दुवैजना क्लेनलाई सर्वशक्तिमान ठान्थे। उसले भनेको हरेक कुरा डिभाइन विजडम जस्तो लाग्थ्यो उनीहरूलाई, तर एक्चुअली क्लेनले धेरै जसो कुराहरू नोबलको नलेजबाट बताउँथ्यो। बाँकी एजुकेटेड गेस, एउटा गरिब यङ म्यान दुई बियोन्डरहरूलाई गड भएर कन्भिन्स गर्दै थियो। साथीहरू, यही हो एलोटियमको म्याजिक। क्लेन न सबैभन्दा पावरफुल थियो, न सबैभन्दा स्मार्ट, तर उसले आफ्नो सिचुएसन, आफ्नो नलेज र आफ्नो काम डिमिनोर युज गरेर एउटा यस्तो आइडेन्टिटी बनायो जसले उसलाई प्रोटेक्ट पनि गर्थ्यो, इन्फर्मेसन पनि दिन्थ्यो र पावर पनि। मिस्टर फुल, यो सिर्फ एउटा फेक नाम होइन, यो क्लेनको सबैभन्दा ठुलो वेपन थियो। क्लेनलाई उसको पहिलो रियल रेस्क्यु मिसन मिल्यो। एउटा बच्चा किडन्याप भएको थियो। क्लेन र लियोनार्ड मिलेर त्यो हाइड हाउसमा घुसे। बियोन्डरको अगाडि ती अर्डिनरी किडन्यापरहरूको कुनै मौका नै थिएन। केस क्लोज। आरियाना, कम्पनीको अकाउन्टेन्टले भनिन् 200 पाउन्डको कमिसन आयो। क्लेनले सोध्यो, यति छिटो? क्लेनलाई 10 पाउन्डको कमिसन मिल्यो। साथीहरू, त्यो बेलाको लागि यो सानो रकम थिएन। क्लेन खुसी थियो, घर फर्कियो र त्यहाँ थिइन् उसकी बहिनी मेलिसा। क्लेनले एकछिन सोच्यो अनि पकेटबाट 5 पाउन्ड मात्र निकाल्यो। आजको एक्स्ट्रा कमाई, बाँकी 5 आफ्नै पकेटमा लुकायो। किनकि मेलिसाले सोध्थिन्, यति धेरै कसरी मिल्यो? के काम गर्यौ? खतरा थियो कि थिएन? ठिक छौ? क्वेसनहरूको लिस्ट लामो थियो। साथीहरू, बियोन्डर भए पनि, सुपरनेचुरल मिसन गरे पनि, घर फर्केपछि बहिनीसँग झुट बोल्नु पर्थ्यो। यो फिलिङ सबैलाई थाहा छ नि, होइन? एक रात क्लेनलाई सपना आयो। यो साधारण सपना थिएन, एउटा नाइटमेयर थियो, अँध्यारो, डिस्टर्बिङ। त्यो ठाउँमा कुनै डार्क प्रेजेन्स थियो। क्लेनले बुझ्यो यो सपना मात्र होइन, यो उसको सियर एबिलिटी थियो। उसलाई वार्निङ दिइएको थियो। उसले डन स्मिथलाई इन्फर्म गर्यो। नाइट हक्स त्यो ठेगानामा पुगे र त्यहाँ भेटियो एउटा घरमा बुढी आइमाई केटी बिबरको लास। उसको छोरा रे बिबर गायब थियो। रे बिबरले नै त्यो एन्टिगोनस नोटबुक लिएर भागेको थियो। त्यही नोटबुक जसले क्लेनको जिन्दगीमा पहिलेदेखि नै केओस ल्याइरहेको थियो। ओल्ड निलले एउटा पावरफुल रिचुअल गरे। मृत कोठाको स्पिरिचुअल मेमोरीबाट रेको अनुहार बनाए। कालो कपाल, गहिरो निलो आँखा, सेरामिक दाँत। क्लेनले डाउजिङ रड, आफ्नो स्पिरिट डिभिनेसन टेक्निकको युज गर्यो। कालो छडी उभियो, घुम्यो, तर डिरेक्सन नै पाएन। कुनै शक्तिशाली फोर्सले इन्टरफेयर गरिरहेको थियो। डेड इन्ड। ओल्ड निलले क्लेनलाई भने, तिमी अब फ्री भयो। यो मिस्टिरियस पावरले तिमीलाई अब याद गर्ने छैन। यो नयाँ सुरुवात हो। क्लेनले मनमा सोच्यो, हो, तर यो नोटबुक म फिल गर्दैछु, फेरि मेरो जिन्दगीमा आउँछ। र ऊ सही थियो। साथीहरू, अब आउँछ एलोटियमको रिचुअलिस्टिक म्याजिकको पहिलो डेमोन्स्ट्रेसन। ओल्ड निललाई 30 पाउन्डको डेट थियो। एक दिन ओल्ड निलले भने, हिँड, आज म रिचुअलिस्टिक म्याजिकको डेट कसरी तिर्छु भनेर देखाउँछु। क्लेनले सोच्यो, श्राप दिन्छन् कि नक्कली नोट बनाउँछन्? ओल्ड निलले क्लेनलाई आफ्नो घर लग्यो, टेबलमा क्यान्डलहरू राख्यो, इन्क्यान्टेसन पढ्यो, एउटा IOU जलायो अनि भन्यो, सकियो। क्लेनले सोध्यो, भयो? कसरी सेटल हुन्छ? ओल्ड निल, थाहा छैन, तर रिजनेबल तरिकाले हुन्छ। क्लेनले सोच्यो, यो मान्छे रिलायबल छैन। अनि उनीहरू बाहिर निस्के। बाटोमा हिँड्दै थिए। अचानक बाटोमा एउटा वालेट भेट्यो, 300 भन्दा बढी पाउन्ड। साथीहरू, क्लेनले सायद 10 वर्षमा पनि यति कमाउँदैन थियो होला। क्लेनले मनमनै भन्यो, यो राखौँ, म्याजिकले दिएको हो। तर ओल्ड निल, यो हाम्रो होइन, मालिक आउँछन्, प्रतीक्षा गरौँ।
साँच्चीकै एउटा लग्जरियस क्यारेज आयो। सर डाउ भेलीको वालेट कन्फर्म गर्यो, फिर्ता लियो, इनाममा 30 पाउन्ड। ओल्ड निलले नोटहरू फटफटाएर हाँस्दै भने, 30 पाउन्ड, डेट सेटल, यही हो म्याजिकको पावर। क्लेन, सित्तैमा यो साँच्चै काम गर्छ? क्लेनले सोध्यो। अझ धेरै नमागेको? ओल्ड निल, लोभ नगर्नु, टेम्परेन्स, मर्यादा, यही हो म्याजिकको सबैभन्दा ठुलो रुल। साथीहरू, ओल्ड निलले एकैपटक 2वटा काम गरे, डेट तिरे र लेसन पनि दिए। यो मान्छेको मेन्टरसिप अर्कै लेभलमा छ। कहानीको अन्तिम सिनमा हामी क्लेनबाट अलग हुन्छौँ। अड्रे हल, जस्टिस एउटा ग्रान्ड बलरुम पार्टीमा थिइन्। ड्रेसेस, झुमरहरू, नोबलहरू, सबै कुरा ग्ल्यामरस थियो। तर अड्री खुसी थिइनन्। उसँग स्पेक्टेटरको शक्ति थियो, जसले मान्छेहरूको हरेक इमोसन, हिडन फिलिङ र झुटहरू सबै देख्न सक्थिन्। उसले पुरै रुम हेरिन्, हरेक मान्छेको असली अनुहार। कोही इन्सेक्योर थियो, कोही जेलस थियो, कोही डराएको। उसलाई लाग्यो यो सब एउटा नाटक हो र ऊ मात्र अब्जर्भर हो। तर अनि उसले बाल्कोनीमा उसको गोल्डन रिट्रिभर सुसी देख्यो र अड्रीको सबै कम्पोजर एकैछिनमा टुट्यो। ऊ दुगुर्दै गइन्। साथीहरू, यो सिनले देखाउँछ कि जति नै पावरफुल भए पनि, रहस्यमय भए पनि, एलओटिएमका क्यारेक्टरहरू साँच्चीकै ह्युमन नै थिए। ल त साथीहरू, च्याप्टर 52 सम्मको यो रिक्याप भिडियोमा आउँदा के भयो हेरौँ। क्लेनले इम्पेरर रोजेलको सिम्प्लिफाइड चाइनिज डायरी पढ्यो र थाहा पायो रोजेल पनि अर्थबाटै ट्रान्समाइग्रेट भएर आएको थियो। सियरको पोषण पियो, बियोन्डर बन्यो, ट्यारो क्लब सुरु गर्यो र मिस्टर फुलको गडवाला रोल खेल्न थाल्यो। रे वीवर र एन्टिगोनस नोटबुकको मिस्ट्री अझै अनसल्भ नै छ। ओल्ड निलले म्याजिकले डेट तिरे, जिन्दगीको ठुलो लेसन पनि दिए। तर साथीहरू, अब जे आउँदैछ त्यो अझ डेन्जरस छ। सिक्रेट अर्डर अझ एग्रेसिभ हुँदैछ। ट्यारो क्लबमा नयाँ मेम्बरहरू आउँदैछन् र क्लेनले मिस्टर फुलको रोल जति बढी खेल्छ उति नै बढी ट्र्यापमा पर्दै जान्छ। के क्लेन यो सबै ह्यान्डल गर्न सक्छ त? त्यो रहस्यहरू आउने भिडियोहरूमा खुल्दै जानेछ। अबको हाम्रो यात्रा च्याप्टर 53बाट सुरु हुन्छ। तबसम्मको लागि लाइक, सब्सक्राइब र बेल बटन थिच ताकि नेक्स्ट एपिसोड मिस नहोस्। फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई।